हेलो हाई नमस्ते। यतिखेर यहाँ चाहिँ एकदमै समर सिजन लागिसकेको छ। स्प्रिङ सिजन समर होइन, स्प्रिङ सिजन लागिसकेको छ साथीहरू। एकदमै फुलहरू फुल्ने, रुखहरू एकदम पातहरू पलाउने होइन। मान्छेहरू यो सिजनमा चाहिँ एकदमै रुमभित्र बसिराख्ने भन्दा नि बाहिरतिर घुमफिर गर्ने चलन चाहिँ एकदमै छ। त्यही भएर यहाँ चाहिँ एकदमै बाहिर मान्छेहरू घुम्ने सेन्टरतिर जाने एकदमै रमाउने होइन चलन चाहिँ छ है। त्यसै म पनि त्यही मौका सोचेर यसो ट्रक्क यतातिर आइरहेको पार्कतिर यसो घुमौँ होइन। रुममा बस्दा नै अति नै बोर हुन्छ क्या कहिलेकाहीँ। कति सुत्नु के ढाडै दुखिन्जेल भनेर यसो डुल्न आइदिएको साथीहरू। यो चाहिँ विशेष गरी दक्षिण कोरियाको यो सियोङ सहरमा रहेको यो प्रिमियम आउटलेट हो है त्यो साथीहरू। यतिखेर म आउटलेटको साइडमा छु। यदि कोही दक्षिण कोरियामै हुनुहुन्छ भने यो गर्मीको मौसममा चाहिँ विभिन्न ठाउँतिर यो स्प्रिङ सिजनमा चाहिँ घुम्न जानु होला। यस्तै छ वातावरणहरू। बाहिरी वातावरण एकदम घाम लागिरहेको छ, एकदम झलमल्ल छ है त्यो साथीहरू। अलिअलि गर्मीको पनि महसुस भइराखेको छ। यतिखेर चाहिँ एकदमै चिसो हावा चलिरहेको भएर एकदमै राम्रै भइरहेको छ। रुख जङ्गलहरू एकदम झपक्क पलाइसकेको छ, एकदमै राम्रो छ साथीहरू है। तपाईँहरू पनि यसो अब फुर्सद भयो भने जानु होला, टक्क घुम्नु होला, टक्क रमाउनु पनि होला है त्यो साथीहरू। हस् त, धन्यवाद।